हेलो गाइस, सबैलाई नमस्ते। म चाहिँ आज चाहिँ मकैबारीमा निक्लिराखेको छु। किन मकैबारीमा निक्लेको भने दुई खुट्टे काँटा लिएर आइरहेको छु। मलाई चाहिँ दुई खुट्टे काँटै मनपर्छ, तीन खुट्टे काँटा चाहिँ मिलो चल्छ भन्छ। तर काना कोप्चेतिर चाहिँ एकदमै दुई खुट्टे काँटाले धेरै काम गर्छ। आजदेखि चाहिँ मकै गोड्नु थालौँ भनेर चाहिँ म बारीमा आइरहेको छु। आज एकदम वेदरहरू पनि एकदम राम्रो भइरहेको छ। हेर्नु होला, तपाईँहरू देख्नु सक्नुहुन्छ आकाशहरू एकदमै दामी भइरहेको छ। रातभरि चाहिँ छार सुसुर पानी आउँछ, दिनभरि चाहिँ यसरी घाम लागिरहेको छ। र मकै गोड्ने बेलामा चाहिँ यसरी घाम लागिदियो भने झार पनि मर्ने, मकै पनि राम्रो भएर आउने। मकैभन्दा चाहिँ झारै अर्को भइसकेको छ। बेला जानु आँटिसक्यो। म चाहिँ मकैबारीमा आजदेखि मकै स्टार्ट गर्ने, मकै गोड्ने साथीहरू। हेर्दै गर्नुहोस् ल, म चाहिँ मकै कति चाहिँ गोड्दो रहेछ साथीहरू। गाउँ बस्तीमा चाहिँ यस्तै छ हाम्रो साथीहरू। मकैको फेद चाहिँ एकदमै राम्रो बनाउनु पर्छ। अर्को झारहरू चाहिँ उखापाल गरेर यताउता फ्याल्यो, मसिनो झार चाहिँ पल्लोको पल्टाएर चाहिँ घामले भेटिहाल्छ, जरा सबै मरिजान्छ। फेद चाहिँ राम्रो बनाउनुपर्छ। फेद राम्रो बनाएन भनेदेखि चाहिँ गान्टे लाग्ने डर हुन्छ। गान्टे लागेपछि के हुन्छ, मकै चाहिँ जस्तो त्यो पहेँलो भएर आउँछ। घोगा लाग्ने चाहिँ त्यो माथि दानै लाग्दैन। र एकदम राम्रो बनाउनुपर्छ। एकदम मजाले मोल चाहिँ मकैको फेद चाहिँ मजाले हातले नै मजाले उखालपाल गरेर जरा मात्रै राख्नुपर्छ, अनि मजाले आउँछ। र हेर्दै गर्नुहोस् ल, बस्तीको काम चाहिँ यस्तै हुन्छ साथीहरू। समयको अब कामहरू चाहिँ है, अनि समय समयमा चाहिँ यस्तै अनुसारको कामहरू। मकै गोड्ने टाइम हुन्छ, अहिले चाहिँ मकैको सिजन छ। धानको सिजन पनि अब आउँदैछ, बिस्तारै बिस्तारै धानको सिजन पनि आउँदैछ। धान गोड्दा पनि यसरी नै रोपेर मात्रै हुँदैन, मकै पनि छरेर मात्रै छोड्नु भएन। यसलाई फेद गर्नुपर्छ, यसलाई मजाले झार एकदम मिहिनेत गर्नुपर्छ साथीहरू। हेर्दै गर्नुहोस् होला है त। एकदम कमुलो छ। ल आउनुहोस् न तपाईँहरू पनि पर्महरू गरौँ है साथीहरू। तपाईँहरूलाई पर्दाखेरि म आउने छु, मलाई पर्दाखेरि तपाईँहरू आइदिनुहोस् होला। र भिडियो चाहिँ अलिकति लङ आउँछ, स्कल नगरिकन हेरिदिनुहोस् होला। सब्सक्राइब गरिदिनुहोस् होला, फलो सेयर पनि गरिदिनुहोस् होला। एकदम कमुलो छ, मजाले चेपचाप दुई खुट्टे काँटाले काना कोप्चे सबै खनिन्छ, मजाले खनिन्छ हो। कमुलै छ है। झार चाहिँ अर्को छ, तर फर्स्टमा त जाँगर मुरेर आउँछ कि फर्स्टमा पस्छ चाहिँ बारीमा। त्यहाँबाट उता त खन्दै लाँदा त मजा आउँछ कि। पानी हुँदै 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 गएपछि त अन्त खनी नै राउँ जस्तो लाग्छ है साथीहरू। मजा आउँछ बारीमा काम गर्नु चाहिँ साथीहरू। बारीको काम सिजन अनुसारमा त गर्नै पर्यो, सिजन भएको बेलामा त गर्नै पर्छ। छाटकाट चाहिँ कतिखेर गर्नुपर्छ भने अहिले गोडेको टाइममा एकचोटि चाहिँ छाटकाट गर्नुपर्छ हो। काँटा छिर्ने मात्रै राख्नुपर्छ। त्यहाँबाट चाहिँ यो एकदम हरियो फर्किन्छ, ठाडो हुँदै जान्छ। त्यहाँबाट हरियो फर्किन्छ, अनि घाम पानीले भेटेपछि त्यहाँबाट फेरि एकचोटि चाहिँ फेरि उखाल्नुपर्छ, यसलाई फेरि छाटकाट गर्नुपर्छ। त्यहाँबाट चाहिँ एकैचोटि धान चामडा आउने टाइममा चाहिँ एकचोटि छाटकाट गर्नुपर्छ। र यतिकै राख्यो भने चाहिँ यो अन्ना हुँदैन, घोगा लाग्दैन। अन्त मजाले छाटकाट पनि मिलाउनुपर्छ यसलाई। अन्त ठिक ठाउँमा राख्नुपर्छ। त्यस कारणले गर्दा चाहिँ घोगा पनि लाग्छ, राम्रो पनि हुन्छ हो। फलाइ राम्रो हुन्छ भनौँ न, फलाइ चाहिँ एकदमै राम्रो भएर आउँछ। अब कति चाहिँ गर्दैछु साथीहरू, हेर्दै गर्नुहोस् होला है। म त एकदमै भर्खर अब आज दिनभरिसम्म कति खन्छु है।
देख्न सक्नुहुन्छ है त्यो यतिले गोडेको छु है। यसरी लडाउनुपर्छ मकै चाहिँ। पर्लाक पर्लाक लडाइदिनुपर्छ, सुकाउनुपर्छ, मजाले जरा हल्लाइदिनुपर्छ। एकदम जरा चाहिँ एकदमै झारहरू एउटै राख्नु हुँदैन खेतमा। त्यहाँबाट चाहिँ माथि उसको फल्ने टाइममा चाहिँ मजाले फल लाग्छ साथीहरू। ल हेर्दै गर्नुहोस् होला। अनि फेरि पनि मिठो मिठो है समयअनुसारको भिडियो लिएर आउनुहोस् तपाईँहरूलाई। र आजका लागि चाहिँ